साथी हो आज शनिबार पशुपतिको दर्शन गर्न आएको थियो। अब भिड धेरै रहेछ भिड। अब हेरौँ अब भाग्यमा दर्शन छ कि छैन। भगवान शिवजीको दर्शन गर्नु पर्यो भनेको महादेवको। अब हेरौँ के हुन्छ। गाइज यो 5000 रुपियाँ छ। यो 5000 चाहिँ मलाई मेरो गाउँको एउटा बाजेले दिनुभएको हो। उहाँको श्रीमतीलाई मैले झारफुक गरेको थियो अनि त्यही कारणले उहाँले खुसी भएर उहाँले मलाई दक्षिणा दिनुभएको हो। तर म आफूसँग राख्दिनँ, किनभनेदेखि यो अब जसलाई आवश्यकता छ, अब म पशुपतिमा आएको छ, जसलाई आवश्यकता छ म उहाँलाई बाँडिदिन्छु। अब यो 5000 भनेको चाहिँ हेर्नुहोस् ठुलै रकम हो। किनभनेदेखि यो 5000 अब 50 रुपियाँको दरले दिए पनि 100 जनाको पेट भरिन्छ हैन। अनि 100 रुपियाँको दरले दियो भनेदेखि 50 जनाको पेट भरिन्छ। यो मेरो मनोकामना छ हजुर। मनमा सुकुन पाउँछ हजुर। यहाँ हामी चारो हाल्दाखेरि मलाई जहिले पनि म आउँदाखेरि चारो हाल्दाखेरि मनमा सुकुन पाउँछ। भगवानले सबै यो पशुपन्छीलाई रक्षा गरून् र हामीलाई पनि यसै गरी भगवान रक्षा गर्नु। महादेव प्रभु जय भगवान प्रभु। गाइज मैले चाहिँ 10 रुपियाँ दिनेको फैसला गरेको छ। लिनुहोस् 10 रुपियाँ तान्नुहोस्, 10 रुपियाँ तान्नुहोस्, नशर्माउनुहोस्। ए सबै आयो। एउटा तान्नुहोस्, तान्नुहोस् हो। एउटा लिनुहोस्, एउटा लिनुहोस्, लिनुहोस्। सबैलाई मैले 10 रुपियाँ दिने कोसिस गरेको छ। अब यसो अब यो चाहिँ के हो भनेदेखि अब 1000 जनालाई पुर्याउनु पर्ने छ हैन। त्यही भएर हेर्नुहोस् ल। एउटा तान्नुहोस्, 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 नलजाइकन तान्नुहोस्, 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 तानेर हालिदिनु हजुर। तान्नुहोस् 10 रुपियाँ लिनुहोस्, 10 रुपियाँ तान्नुहोस्। जय हो भगवान, जय हो। यसै गरी 1000 जनालाई तान्नु पर्ने है। 1000 रुपियाँ।